नगरपालिका 5 डोल्लु स्थित यति बेला म आफ्नो पुर्ख्यौली घर आइपुगेको छु। पुर्ख्यौली थलो वा पुर्ख्यौली घरको भिडियो बनाउने उद्देश्यले यति बेला म यहाँ आइपुगेको। बुवाले कहिले रोप्नु भएको थियो हामीलाई अहिले लट्टम्म फलेको छ। सानो सानो छ। एउटा बाल्यकालको एउटा स्मरणले नि यो चाहिँ हाम्रो घर। यो भित्र पस्न सक्ने स्थिति छैन अहिले, किनकि पूर्णतया जिँडा बनेको छ। आँगन थियो अनि पिँढी थियो। हामी आँगनमा पिँढीमा त्यति बेलाको त्यो बाल्यकालको कुरा सम्झिँदाखेरि पनि एकदमै मन एकदम गरौँ एउटा भावुक भएर आउँछ। यतापट्टि चाहिँ यो हिँड्ने बाटो थियो। यो अमलाको बोट। हामी यहाँबाट काठमाडौँ सरेर जाने बेलामा बोट सानै थियो, तर अहिले हेर्नु हामी अमला लट्टम्म फलेको छ। मैले अघि 2-3टा टिपेँ। अमला लट्टम्मै फलेको छ। यति बेला म आफू जन्मेको आफू हुर्किएको घरमा छु। दक्षिणकाली नगरपालिका 8 नम्बर 5 डोल्लु स्थित यो पुर्ख्यौली घर, जुन लगभग ढल्ने अवस्थामा छ। पूर्ण रूपमा जीर्ण बनेको छ। भित्र जान मिल्ने वा भित्र गएर भिडियो सुट गर्न मिल्ने अवस्था छैन। त्यसैले मैले बाहिर घरभन्दा बाहिरबाट यो सुट गरिरहेको छु, यो भिडियो लिइरहेको छु। विक्रम सम्वत 1990 सालको जुन भूकम्प गयो, हामीले सुनेअनुसार, हजुरबाहरूले वा बुढापाकाले भनेअनुसार 90 सालको भूकम्पमा थोरै भत्केर त्यसपछि फेरि पुनर्निर्माण गरिएको यो पुरानो घर, मेरो जन्मघर, हाम्रो जन्मघर 2072 सालको भूकम्पमा पनि भूकम्पले भत्काएन। केही जिँडे पक्कै बनायो, केही चर्कायो, तर पनि आज पनि घर ठडिएको अवस्था छ। होला अब झन्डै यो ढल्ने अवस्थामा पुगेको छ। आज भोलि जुन बेला पनि ढल्न सक्छ। तसर्थ पनि एउटा जन्मेको घरको एउटा भिडियो बनाऊँ भन्ने एउटा जुन इच्छा थियो, त्यो इच्छालाई पुरा गर्नलाई म यति बेला गाउँ आइपुगेको छु। पक्कै पनि यो ठाउँमा हामीले जीवनका केही बाल्यकाल बितायौँ। एउटा बच्चामा जुन एउटा त्यो बच्चा बेलाको याद, एउटा सम्झना एउटा ताजा भएर अहिले पनि मानसपटलमा छ, दिमागमा आउँछ। हाँसेका, कुदेका, खेलेका, हिँडेका, आफ्नै बारीमा खेतमा दौडेका, मकैबारीहरूमा हामी मल हाल्न जान्थ्यौँ, काँक्रोहरू टिप्थ्यौँ, बोटेमा आदि टिपेर खान्थ्यौँ। इत्यादि लगायतका विभिन्न एउटा जुन क्रियाकलाप, त्यति बेला बच्चा बेलाको क्रियाकलाप यहाँ आउँदाखेरि त्यो मानसपटलमा ताजा हुँदो रहेछ। कता कता यो अब जन्मेको घरको जुन एउटा माया भित्रभित्र त्यो यद्यपि आज पनि त्यो रहिरहँदो रहेछ। तसर्थ पनि आज यो भिडियो लिने क्रममा म यति बेला गाउँमा आइपुगेको छु वा घरमा आइपुगेको छु। मैले भित्र गएर यो भिडियो अहिले खिच्न सकिनँ, कारण मैले फेरि पनि भने घर लगभग पूर्णतया जीर्ण बनिसकेको छ। चर्केको छ, चारैतिरबाट चर्केको छ। भित्र
भित्र हलचल हुनासाथ यो लड्ने अवस्थाको पनि लगभग मैले देखिरहेको छु। त्यसर्थ पनि मैले भित्र गएर भिडियो खिच्न सकिनँ। हजुरबा हजुरआमा बुवा मम्मी हामी हजुरबाभन्दा हजुरबाको हजुरबा वा बुवाको पुस्ता हजुरबाको पुस्ता त्यो पुस्ताले आफ्नो जीवन एउटा गुजारेको ठाउँ वा जीवन बाँचेको ठाउँ जीवन बिताएको ठाउँ पक्कै पनि एउटा विशेष लगाव वा विशेष सम्बन्ध आजसम्म पनि यस ठाउँको बारेमा छ। भला हामी अन्तै बस्छौँ वा काठमाडौँ बस्छौँ तर पनि गाउँप्रतिको एउटा भित्रतिरको एउटा जुन एउटा रेस्पेक्ट हुन्छ, एउटा आस्था, एउटा माया, एउटा लगाव हुन्छ त्यो यद्यपि छँदैछ, त्यो हुन पनि पर्छ। त्यसैले आज यो अलिकति छोटो भिडियो तयार गर्नको लागि म यति बेला गाउँ आइपुगेको छु। हाम्रो गोठपट्टिको भाग, गोठपट्टिको साइड यो चाहिँ धुपी अनि नासपाती पछाडिको नासपातीको बोट, अम्बाको बोट। हामी अम्बाको बोटमा लट्टरमा अम्बा फल्थ्यो। एउटा गाउँकै पनि एउटा परिचित अम्बाको बोट थियो यो। त्यो अम्बाको बोट यहाँ छ। अहिले झाडी छ खुब, म सबै ठाउँमा जान सकिनँ। यो चाहिँ बुवाको कोठा, यो चाहिँ यतापट्टिको नानीको मेरो बहिनीको कोठा, यतापट्टिको यो छेउपट्टि देब्रेपट्टिको झ्याल चाहिँ माथि बुइगल। अनि यहाँ चाहिँ हाम्रो के भन्छ गाई बाँध्ने गोठ थियो जसलाई अहिले जस्ताको टिन जस्तोले बारिएको छ। यहाँ चाहिँ गाईको यो बाँध्ने ठाउँ थियो। ओके, यो चाहिँ हाम्रो यतापट्टिको कम्पाउन्ड भइहाल्यो धुपीको। यो अलिकति मन गरौँ हुन्छ, कारण मैले अघि नै पनि भने यो आफू जन्मेको हुर्केको एउटा घर एउटा ठाउँको जति नै मान्छे आफ्नो धरातल माथि पुगे पनि त्यो धरातल चाहिँ यहाँ आउँदाखेरि यो मेरो धरातल चाहिँ यो थियो वा यहाँ थियो भन्ने कुरा एउटा त्यो याद हुँदो रहेछ। त्यसर्थ पनि आफ्नो धरातल भनेको मान्छेले बिर्सन हुन्न भन्ने एउटा भनाइ चाहिँ, एउटा मान्यता चाहिँ यस कारणले पनि ठिक लाग्छ। यतापट्टि चाहिँ यो पुरा खोक्रो भएर लड्न लागिसकेको अवस्था छ। यो चाहिँ घरको पछाडिपट्टिको भाग। हाम्रो बारी थियो यहाँ, यो जुन मैले झाडी देखिरहेको छु नि यसमा बारी थियो। यहाँ मकै लगाइन्थ्यो, अरू लगाइन्थ्यो, हामी खेल्थ्यौँ कुद्थ्यौँ। अब त्यसका बाल्यकालका अनेक उतार चढावहरू वा अनेक पक्षहरूलाई हामीले यहाँ बितायौँ। त्यस कारणले पनि यो पूर्ण जीर्ण भइसकेको घरको एउटा सम्झनालाई लिने हिसाबले पनि मैले यो भिडियो बनाइरहेको छु। नासपातीको यो नासपाती ओके। यो चाहिँ घरको दाहिनेपट्टिको भाग। यो भत्केको ठाउँनिर यो जुन भत्केको ठाउँको खड्डे पाल छ त्यहीँनिर मेरो कोठा थियो। त्यति बेला बच्चा बेलामा म सुत्ने कोठा थियो। अहिले यतापट्टिको म सुत्ने कोठाकै भागपट्टि भत्केर ढल्ने अवस्थामा पुगेको छ। जीवनका झन्डै 22-23 वर्ष हामी जन्मेपछिको 22-23 वर्ष मैले लगायत भाइ बहिनीहरूले यहाँ बितायौँ। अब मम्मी बुवा हजुरबा हजुरआमाको त अब कुरा नगरौँ, उहाँहरू यहीँ जन्मिनु भयो, यहीँ हुर्किनु भयो। आज पनि त्यो बाल्यकालको एउटा स्मरण ताजा भएर रहिरहन्छ, आउँछ। यो चाहिँ हाम्रो जग्गा ऊ परसम्म थियो, त्यो जुन हामीले कम्पाउन्ड देखिरहेको छौँ त्यो कम्पाउन्डसम्म हाम्रो जग्गा थियो। 12-13 रोपनी सबै गर्दा 12 रोपनी 13 रोपनी जग्गा छ। अहिले यो घरको चाहिँ वरिपरि चाहिँ पुरै सबै यस्ता यो झारपातहरू वा घाँसहरू उम्रिएर एकदमै अप्ठ्यारो स्थिति बनेको छ।
बेला मौसमले पनि साथ दिएको छ, चारैतिर हरियाली छ। अनि आफू जन्मेको जुन एउटा थलो छ, एउटा घर छ, त्यो घरलाई म यति बेला निहालिरहेको छु। यताबाट हामी यो बाटो भएर स्कुल जान्थ्यौँ। म खोलाको बाटो हुँदै हामी फर्बिङ जान्थ्यौँ। फर्बिङको बजारको फर्बिङ माविमा मैले 10 कक्षासम्म पढेँ। त्यहाँबाट एसएलसी दिएर हामी काठमाडौँ सर्यौँ। आज यो आफू जन्मेको घर आइरहँदा पक्कै पनि एउटा विगतलाई एउटा नजिकबाट ओहो विगतमा मेरो यस्तो पनि थियो, वा विगतमा हामी यस्तो थियौँ, यो थियो भनेर चाहिँ एउटा त्यो विगतलाई एउटा खोज्दिने बाटो चाहिँ यहाँ बसिरहँदाखेरि बन्ने रहेछ, त्यो दिमागमा आउँदो रहेछ। अलिअलि याद छ घर बनाएको वा घर थपेको वा घरलाई मतलब मर्मत गरेको त्यो अवस्था र अहिले यो हामीले छोडिसकेपछिको घरको यो जीर्ण अवस्था देख्दाखेरि कता कता त्यो भित्रबाट एउटा भाव विवल हुन मन लाग्दो रहेछ। त्यही भाव विवलको अवस्थामा म यति बेला छु। यो काङ्गियोको फुल हामी काङ्गियोको त्यो बोटमा चढेर हामी पिङ खेल्थ्यौँ। अहिले पनि काङ्गियोको फुल फुलिरहेछ। आलुपखडा लट्टममा फल्थ्यो। त्यो आलुपखडाको बोट पनि अहिले पनि छ। यो चाहिँ मैले कलमी गरेर सारेको नासपाती। यति बेला नासपातीको बोट ठुलो भएछ। अनि यो चाहिँ आलुपखडाको बोट, यो पनि कलमी गरेर सारेको मैले, मलाई याद छ अहिले पनि। यो अहिले चाहिँ यो सायद मभन्दा पनि धेरै ठुलो भएको छ। मैले नै कलमी गरेर सारेको आलुको आलुपखडाको यो अमलाको भइहाल्यो। लट्रममा फलेछ। मामा चाहिँ यो हामीले सारे अमला हेर्नु त। अनि टिपेँ मैले 2-4 टिप्नु त, 2-4 टिपेर खानु। त्यो अमला लानु खोज्यो हो, निकाल्नु न। यहीँको अमला यहीँको बोटको बिरुवा मसी त्यो हाम्रो मामासी पनि हुनुहुन्छ यति बेला। मामासी के छ त अब आज धेरै पछि तपाईँको भान्जाको पुरानो घर वा दिदीको आइपुग्छ भन्नु त। अब यो 2081 साल तपाईँको चाहिँ भाद्र महिनाको चाहिँ 28 गति हो चाहिँ तपाईँको चाहिँ नि शुक्रबारको दिन हामीलाई चाहिँ पुरानो याद दिलाउने, किनभने तपाईँको यो समय संयोग पनि भन्नुपर्छ। हो अब भिनाजुकोमा चाहिँ एउटा जवानोमा आएको थिएँ आजभन्दा 20 वर्ष अगाडि, 20-22 वर्ष अगाडि आएको ठाउँमा आज यसो आएर अवलोकन गर्ने र फेरि चाहिँ पुरानो यादलाई सम्झाउने, स्मरण गर्ने समय चाहिँ आज मिलेको छ। एकदम रमाइलो रमणीय लागिरहेको छ। लाग्छ कता कता अझै पनि यता केही मिल्यो भने यतैतिर चाहिँ अझै उहाँहरूको चाहिँ फेरि चाहिँ उन्नति प्रगति भएर यतैतिर चाहिँ सानो एउटा कुकुरो बनाउनु हो भने अझै राम्रो हुन्छ कि भन्ने पनि आशा। 28 गते मामासित भनिसक्नु भएको छ। हामी अझ विशेष मैले यो घरकै भिडियो लिन्छु वा पुरा आफू जन्मेको घरको एउटा भिडियो बनाउन भन्ने हिसाबले एउटा इच्छा थियो। त्यो इच्छालाई पुरा गर्नलाई हामी यति बेला यहाँ आइपुगेका छौँ। म भित्र सक्ने वा हामी भित्र जान सक्ने स्थिति छैन, मैले अघि नै पनि भने, किनकि घर पूर्णतया जीर्ण बनिसकेको छ। घर चर्किसकेको छ। म सुत्ने ठाउँ कोठा यो, बिचको कोठा यो, र यो नानी बुवा सुत्ने कोठा यो। हाम्रो 3टा माथि देखेको बुइगल भइहाल्यो होइन। माथि जस्ता हालेको छ, तलपट्टि भान्सा, त्यसपछि उता गाईको गोठ, यो मेन ढोका, मेन इन्ट्रान्सको ढोका, वा मेन ढोका मूल ढोका यो थियो। यहाँ 2टा खिड्की थियो, यो आँगन भयो होइन। त्यसले गर्दाखेरि एउटा बाल्यकालको जुन सम्झना, मैले फेरि पनि भने बाल्यकालको एउटा जुन याद छ, त्यो एउटा सम्झना छ, त्यसलाई ताजा बनाउने वा त्यसलाई एउटा स्मरणमा ल्याउनको लागि यो यहाँको यो जुन पनि वातावरणले महत्त्वपूर्ण भूमिका खेल्छ। भिडियोमा यति बेला मलाई उद्धव मामाले साथ दिनु हुनुहुन्छ, मामासित धन्यवाद। र लगभग अब कम्पाउन्डहरूको मैले खिचिसकेको छु। यतापट्टि साह्रै यो झाडीहरू छ मामासी, यहाँ अरू सम्भव छैन जानलाई, किनकि सर्पको वा अरू कुनै चाहिँ डर हुनसक्छ। त्यसैले गर्दा यतातिर म गइनँ। मैले ड्रोनबाट पनि लगभग 8-10 मिनटको भिडियो लिएको छु। अब त्यो भिडियो कस्तो आएको छ अहिले एडिट गरिसकेपछि थाहा हुन्छ। समग्रमा अब यो भिडियो लिइसकेपछि जहाँसम्म लाग्छ अर्को भिडियो लिनको लागि यो घर रहँदैन। यहाँ चाहिँ मूल थियो, पानीको मूल। अहिले पनि मूलमा मूल चाहिँ यत्रो अहिले पनि मूल छ, पानीको मूल। यहाँबाट ठुलो पानी आउँछ अहिले पनि, पहिला पनि ठुलो पानी आउँथ्यो। यो चाहिँ आलुपखडाको चाहिँ काङ्किएको, हामी यो काङ्किएको फुलमा र यस्तोमा लहरमा समातेर हामी पिङ खेल्थ्यौँ बच्चा बेलामा।